हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ फेरि पनि सबैजनालाई स्वागत छ हाम्रो न्यू भ्लगमा। करेन्ट चौचौको मुकबाङ हैन। आमा छोरी चाहिँ करेन्ट चौचौको मुकबाङ र यहाँ छ मसँग चाहिँ अमलेट एग। म चाहिँ हाफ बोइल एग चाहिँ धेरै खादिनँ हैन, मलाई मन पनि पर्दैन। मम्मीले चाहिँ बोइल एग खानुपर्छ अनि यहाँ सलादको लागि क्युकम्बर छ है। अब टेबलमा बस्यो भने अलि नदेख्ने के गाई, सबै कुरा नदेख्ने है, सानो भएर अनि भुइँमै बसेको आमा छोरी ल यसरी खान लाग्यो है त। ल हेर्नुहोस् है सबैजनाले कस्तो छ हेरेर हामीलाई कमेन्ट गर्नु है त। खासै राम्रो बनाउन त आउँदैन हामीलाई, त्यही पनि हाम्रो भिडियोलाई नै माया गरिदिनु भएर लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु है त। अब चाहिँ हामीहरू खानेतर्फ लाग्यो। ल खाए ल साथीला वाउ पिरो यसले सबै हालेछ त त्यसको मसा। घरकै अर्ग्यानिक मै त्यो चाहिँ आफ्नै बारीको है, आफैले उत्पन्न गरेको। वाउ एकदम मिठो गाइस। यो चाहिँ लोकल है त, मेरो छ कुखुरा दुईटा। खायो भने त एक रुमै जान्छ अड्किन्छ। एकदम मिठो क्या गाइस। यो चाहिँ मेरो नन्दले बनायो, ऊ चाहिँ भिडियोमा आउँदैन है, अलिक नक्कली छ है, त्यही भएर आउँदैन। हामी आमा छोरी चाहिँ आएर हुन्छौँ। म यस्तो मिठो छ कि यो किर्तिपुरको, यस्तो मिठो पाउँछ नि गाइस। तपाईँहरू खानु भयो आउनुहोस्। दही भन्दा नि मिठो। काँक्रो खाऊ न तिमी। एकदम मिठो क्या गाइस। खाना सुक्खा यसमा पिरोमा कस्तो मिठो हुन्छ। घरमै मिठो मिठो खाने हो भने चाहिँ मम्मीले घरमै बनाउनुहुन्छ होइन। प्रायः जस्तो हामी घरकै खान्छौँ। बाहिरको त हामी 3-4 महिनामा एकचोटि खान्छौँ। बाहिरको हामीलाई त्यहाँ छेकेर राख्छु क्या हुन्छ। हामीहरूको लागि धेरै राम्रो पनि हुँदैन होइन। अनि मम्मीले हाम्रो खाना पनि लिनुहुन्न है। हामी त्यस्तो मुनि अलि रोगी छ, छोरी झनै रोगी, उसको खुट्टा पनि त्यस्तो छ। त्यही भएर बाहिरको चिज हामी खासै खाँदैनौँ। ल्याउँछु सामान किनेर घरमै बनाएर खान्छौँ। घरमै बनाएको मिठो हुन्छ बाहिरको भन्दा। खान्छौँ त्यो न सुक्खा। अनि मेरो भिडियोलाई चाहिँ सबैजनाले मन पराइदिनु भयो, माया गरिदिनुहोस्। लाइक सेयर कमेन्ट पनि गर्न नबिर्सिनु होइन। अनि सब्सक्राइब चाहिँ मेन कुरा, सब्सक्राइब चाहिँ गर्न नबिर्सिनुहोस्। छोराले यता आउन देखेन तिमी। नाम पनि आयो यो पिरोमा यो सुक्खामा यस्तो मिठो हुन्छ कि यो पिरो। मैले नै स्पाइसी नुडलहरू खाँदाखेरि त म यही मामसँगै खान्छु क्या। मलाई एकदम मिठो लाग्छ। कस्तो मिठो हुन्छ गाइस। कसले चाहिँ नुडल मिक्स माम खानुहुन्छ भन्नुहोस्, कमेन्ट गर्नुहोस्। च्यातेर खानु न यसरी
आज कस्तो थियो सुन्नु मिठो कस्तो मिठो छ के गाई कति पिरो लोककोलाई मै खानु न यस्तो पहेँलो हुन्छ लोकको त्यसले पिरो कम त सबै खा तैँले पिरो छिटै नै हाले चौधौँ छैन क्या फोर किन फोर होइन होइन फोर एकदम मिठो गाई म चाहिँ खाना जस्तो नै 24 डेली लिन्छ है हेर्नुहोस् त म चाहिँ यो पिरो खासै खाँदिनँ है एकदम मिठो यो गाई अमलेट नि मिठो हुँदो रहेछ यो पिरोमा थोरै खाएँ ल माफ गर्नुहोस् ल माफ गर्नुहोस् ल उतै बस्छ कान्छीले क्या गुदी जति खायो बोरो जति सबै राख्यो उसले गुदी मात्र खान्छ मोमोको नि त्यस्तै मोमोको भित्रको किमा खाँदैन एकदम मिठो गाई मान्छेलाई पिरै मिठो लाग्छ के गर्नु शरीरलाई फाइदा गर्दैन यसरी लिनु क्या मेरो एक सिरा पनि झरेको उसको झरे पनि टिपेर खानुपर्छ ल अब इन गरौँ के भन्ने भन सबैजनाले आमा छोरीको भिडियोलाई माया गरिदिनु र लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनुहोस् भन्दै आजको छोटो भ्लग यही इन गर्न चाहन्छु बाई बाई बाई